कार्यक्रममा उपस्थित हुनुभएका विभिन्न कलाकारहरूमध्ये त्यहाँ उपस्थित हुनुभएका चर्चित कलाकार राजु लामाले त्यहाँ धन्यवाद दिन्छु भन्नुभएको छ। कता हुनुहुन्छ राजु लामाज्यू, त्यहाँ अगाडि आइदिनु होला र आफ्नो छोटो धन्यवाद सन्चय राखिदिनु हार्दिक धन्यवाद गर्न चाहन्छौँ। राजु लामा आज गाउँ गाउँमा गयो भने मैले परिवार पाउने गर्छु, तर सहरमै हुँदा मेरै परिवार पनि टाढा भएको पाउँछु। कति राम्रो छैन ठाउँ हेर्नुहोस् न। हामीले विकास गर्न चाहे हाम्रो सोचलाई विकास गरे पुग्छ, यो ठाउँ आफै विकास हुन्छ। नुन्जाटार होस् या ओखलढुङ्गा होस् या सोलु होस् या मानी भन्ज्याङ, सबैतिर जहाँ गए पनि एउटा कुरा हामीले पाउँछौँ, हामीले नेपाली समाजमा पाउने माया, नेपाली समाजमा पाउने संस्कृति र नेपाली समाजमा पाउने साथ पाउँछौँ। यो साथ टुटाउनुको निम्ति हरेक दलका नेतृत्व मन्त्रीमा बस्नेले टुटाउनु खोजिरहेछ। कृपया उहाँको कुरा नसुन्नु होला, तपाईँ आफ्नो मनको कुरा सोचेर सुनेर आफ्नो ठाउँमा बचाइदिनु होला। म त्यही भन्न चाहन्छु होइन। सो थ्याङ्क यू भेरी मच। आज एकदम मैले पहिले मलाई खानाको अलिकति कुराहरू आयो, कस्तो लाग्यो भने कस्तो लाग्यो भन्नु मैले बयान नै गर्नु सक्दिनँ। मैले गुन्द्रुक पनि कति प्रकारको गुन्द्रुक खाएको छ, मिठो लाग्यो। त्यही सेलरोटी घरमा खान्थेँ, तर आज यहाँ खाएको सेलरोटी अर्कै लाग्यो, मिठो लाग्यो। काँडै काँडा भएको, अरू साइज पनि ठुलो, अनि एउटा पनि एउटा थियो। मलाई भाइ के फरक लाग्यो र यी काँडे काँडे सेलरोटी भने मैले, अनि उहाँले होइन साइज ठुलो। साइज ठुलो त अब गाउँघरमा मनै ठुलो, मन ठुलो भएपछि साइज ठुलो भइहाल्छ। सो गाउँघरमा जस्तो स्वच्छता, गाउँघरमा जस्तो राम्रो मन र गाउँघरमा जस्तो परिवारको अपनत्व हामीले बाहिर पनि बाँड्न सकौँ। तपाईँले बाँड्नु भएको यो माया साथ र आज स्पार्क एडभेन्चर, जुन एडभेन्चरमा आज म यो तेस्रो संस्करणमा सुरुको दिनदेखि आजसम्म आएको छु। यहाँ मैले रोशन भाइ कहाँ हुनुहुन्छ भाइ? रोशन उहाँ हुनुहुन्छ, उहाँलाई ताली मानिदिनुहोस् उहाँलाई। धन्यवाद। अनि तपाईँहरूले यो हामीलाई यो एकदमै न्यानो अभिवादनको लागि पनि धेरै धेरै धन्यवाद, स्वागतको लागि धन्यवाद। अनि जुन यो रैथाने खाना छ तपाईँहरूले यसरी हामीलाई पस्किनु भयो, मिठो लाग्यो, एकदम धेरै खाएँ, मजा आयो। सो जुन हिसाबले हजुरहरूले यो जुन आफ्नो हाम्रो मौलिक बनाउने यो रैथाने खानाहरूलाई जुन चाहिँ तपाईँले प्रवर्तन गर्दै हुन्छ त्यसलाई अझ राम्रो गरेर जानुहोस्। अनि त्यही एउटा सिम्पल थ्याङ्क यू तपाईँ सबैजनालाई। र भोलि चाहिँ हाम्रो मेरो गायनको यता रुम्बो टारमा चाहिँ अब साङ्गीतिक कार्यक्रम हुँदैछ। अनि सबैजनालाई के भन्छ आउनुहोस्, एकदम धेरै निमन्त्रणा ठुलो निमन्त्रणा दिन चाहन्छु। अनि हुन चाहिँ यो बाटो म पहिला पनि हेरेको, यहाँबाट चाहिँ तपाईँको यो पातरे हुँदै के भन्छ फाट्नु माथि रत्नाङ्गे डाँडा होइन, माथि रिउनु, अनि के भन्छ दक्षिणी फुलेली हुँदै फेरि फर्केर पोकेपी गोली होइन हुँदै तपाईँको फेरि के अरे जुनदेशी हुँदै माथि के भन्छ हजुरको दुधकुण्डसम्म चाहिँ मेरो अनुभव छ है। सो इट्स अ ब्युटिफुल प्लेस। अब जुन हाम्रो यो एउटा आफ्नो आन्तरिक प्रवर्तनलाई प्रवर्तन गर्ने र आफ्नो एउटा कम्युनिटीलाई प्रमोट गर्ने जुन एउटा सन्देश छ त्यो चाहिँ आशा गरौँ यो कार्यक्रमले, यो पहिला पनि एकदमै राम्रो ठाउँ हो, एकदमै पपुलर ठाउँ हो, तर यो कार्यक्रमले अझ त्यो पपुलारिटीमाथि अझ धेरै टेवा पुऱ्याओस् र तपाईँहरूलाई एकदमै धेरै धन्यवाद गर्न चाहन्छु। वान्स अगेन अनि हाम्रो यो जुडाइदिनु भएको हो चाहिँ हाम्रो भनौँ न गेटवे एभरेस्ट कार्यक्रमका आयोजक हाम्रो स्टाकका सम्पूर्ण परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि सबैजना आमा समूह यहाँको तपाईँको दाजुभाइ दिदीबहिनीहरू तपाईँहरू सबैजनालाई एकदमै धेरै धन्यवाद दिनु। मिठो खाना खायो, हामी एकदम खुसी साथ फेरि जाँदैछौँ र यो सम्बन्ध चाहिँ यति मात्र नभएर सधैँ पछिसम्म मिलाइरहोस् है हजुर। ल हस्, नमस्कार। मान्छौँ होइन, किनकि गर्छु भनेर गरे चाहिँ होइन। आई लभ अल अफ देम।
हामीले स्थानीय परिकार पनि यहाँ व्यवस्था गरेका छौँ। स्थानीय परिकारलाई टेस्ट गरिदिनु हुन पनि यहाँ उपस्थित हुनुभएका योग्य एभरेस्ट अभियानलाई सफल पार्न आउनुभएका अतिथिज्यूहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ। हामीले छोटो समयमा मानेभञ्जन गाउँपालिकाले हिजो मात्र निर्णय गरेर योग्य एभरेस्ट कार्यक्रममा आउनुहुने अतिथिज्यूहरूलाई स्वागत गर्नुपर्छ भन्ने हेतुले हामीले पनि स्थानीय पर्यटन प्रवर्धनका निमित्त यो स्वागत कार्यक्रम राखेका छौँ। यहाँलाई मानेभञ्जन गाउँपालिकाको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छौँ। मानिन्छ गाउँपालिका स्थानीय तहको एउटा प्रमुख भएको हिसाबले म यहाँ सम्पूर्ण उपस्थित महानुभावज्यूहरूलाई अतिथिज्यूहरूलाई र स्थानीय जो यो कार्यक्रम आयोजना भइरहँदाखेरि यो स्वागत गर्ने स्थलमा आएर त्यो कार्यक्रमलाई भव्य रूपमा सम्मान गर्न हाम्रो पाहुनाज्यूहरूलाई सम्मान गर्ने जुन कार्यक्रम आयोजना गर्नुलाई स्वागत गर्नुभयो यहाँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। अर्को कुरा के हो भने जुन भूगोलमा हामी टेकेर जुन कुरा राखेका छौँ यो व्याकुल माइलाको जन्मभूमि ठाउँ, यो बलबहादुर राईको जन्मभूमिको ठाउँ, यो गोपाल राईको जन्मभूमिको ठाउँ। हामीले निर्वाचित हुँदै गर्दाखेरि हामी निर्वाचनको प्रक्रियामा जाँदै गर्दाखेरि मानिन्जन गाउँपालिका भनेको 3-4 जिल्लाको एउटा सङ्गम स्थल र नाका हो जो अहिले पर्यटनको हिसाबले चाहिँ गर्ने हो भने सगरमाथा यही रूपबाट जान्छ। नेपालका ठुल्ठुला हिमालहरू यही बाटो जाने भएको हिसाबले र ऐतिहासिक मठ मन्दिरको हलेसीको बाटो पनि यही बाटो हुँदै जाने भएको हिसाबले जुन उद्देश्यको साथ एउटा चाहिँ अहिले चाहिँ पर्यटन आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जुन बेला यो देशमा अहिले यस्तो आर्थिक सङ्कटको बेला छ, जुन आर्थिक यस्तो अवस्थामा पनि पर्यटनको क्षेत्रबाट विकास टेवा पुर्याउनु पर्छ भन्ने उद्देश्यले यो आयोजना गर्नुपर्छ। ओखलढुङ्गालाई नै महत्त्वका साथ तपाईँले ओखलढुङ्गा लगायत 16 जिल्लालाई अत्यन्त महत्त्वका साथ यो रोज्नु नै यहाँका आयोजकलाई विशेष गरेर धन्यवादका चाहिँ आभार प्रकट गर्न चाहन्छु, यहाँलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। हामी यो ठाउँलाई व्याकुल माइलाको जन्म ठाउँलाई हामीले 100 रोपनी क्षेत्रमा जहाँ मैले केही कुरा मैले भन्नै पर्छ यो जहाँ यो अहिले स्कुलमा छौँ, जहाँ यो ठाउँमा छौँ, यो 100 रोपनी जग्गामा मानिन्जन गाउँपालिका विगत 2 वर्षदेखि यसको प्रवर्धन गर्नको लागि हामी लागिरहेका छौँ र गाउँपालिका कम्प्लिटली डिक्लेयर तर गरिसकेका छौँ। यहाँ विभिन्न किसिमका स्विमिङ पुलदेखि पाहुना घरदेखि स्थानीय वस्तुको बिक्री केन्द्रदेखि लिएर हामीले ओखलढुङ्गा जिल्लाको ऐतिहासिक व्यक्तित्वहरूको चाहिँ विभिन्न चाहिँ हामी स्मृतिहरूमा हामी महत्त्वपूर्ण स्ट्याचुहरू निर्माण गरेर अर्थात् त्यस्ता प्रकृति चाहिँ ठाउँहरू निर्माण गरेर यसलाई ऐतिहासिक र आन्तरिक पर्यटनको रूपमा प्रवर्धन गर्ने उद्देश्यले यो जो सुरुवातको चरणमा यो चाहिँ व्याकुल माइला पर्यटन प्रवर्धन केन्द्रको रूपमा निर्माण गर्नुपर्छ भने विभिन्न तह तब्कामा पनि हाम्रो लबिङ भइरहेको छ। त्यसमा यहाँका जो जति अहिले देशका प्रतिष्ठित व्यक्तिहरू हुनुहुन्छ यहाँलाई स्वागत गर्दै आगामी दिनहरूमा पनि यो ठाउँलाई दिनदिनै हामीले नयाँ नयाँ स्वरूपहरू दिँदै जाँदाखेरि तपाईँ आउने जाने क्रममा यो बाटोलाई नभुलेर, यो गाउँपालिकालाई नभुलेर, यो जिल्लाको यो महत्त्वपूर्ण सङ्गम स्थललाई नभुलेर यसकालाई केही आफ्नो क्षेत्रबाट आफ्नो तह तब्काबाट यहाँका राजनीतिक, यहाँका सामाजिक, यहाँका आर्थिक अवस्थालाई पनि राम्रो अध्ययन गरेर तपाईँले पनि यो चाहिँ क्षेत्रको विकास गर्नले यहाँको पनि महत्त्वपूर्ण भूमिका होस् भन्ने चाहिँ कामना चाहिँ अपेक्षा गर्दै म सबै पाहुनाज्यूहरूलाई जो राष्ट्रको महत्त्वपूर्ण व्यक्तित्वहरू हुनुहुन्छ यहाँ सबै आइसक्नु भएको छैन, त्यही पनि हामीसँग कोही चाहिँ गाडीहरू चाहिँ अत्यन्तै चार्जिङ गाडीहरू भएको हिसाबले निश्चित गन्तव्य पुग्नलाई समय लाग्ने भएको हिसाबले हामी त्यसको व्यवस्थापन पनि आयोजकले गर्नुपर्ने भएको हिसाबले आउने र जाने क्रम जारी नै रहनेछ। स्थानीय तहका मेरा सम्पूर्ण
जनप्रति साथीहरूले यो पाहुना हजुरहरूलाई विदाय नगरिन्जेलसम्म रहेर सहयोग गरिदिन म आग्रह गर्न चाहन्छु र तपाईँ हाम्रो भेट पुनः यो पर्यटन क्षेत्रको विकास मार्फत मात्रै देशलाई समृद्ध बनाउनु सकिन्छ भन्ने जुन परिकल्पना छ त्यो परिकल्पनालाई यो ठाउँलाई पनि तपाईँले थोरै कुनै न कुनै हिसाबले टेवा पुर्याउन सकिन्छ भन्ने हिसाबले पनि तपाईँको पनि भावनात्मक हिसाबले पनि तपाईँको चाहिँ कुनै न कुनै क्षेत्रमा टेवा पुर्याउनका लागि तपाईँको सहयोगको अपेक्षा गर्दै यो मानिन्जेङ गाउँपालिकाको तर्फबाट जुन अत्यन्त महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेर यो चाहिँ राष्ट्रले गर्नुपर्ने नेतृत्व निजी क्षेत्रले चाहिँ सहयोगबाट यो कार्यक्रम भइरहेको छ। यहाँ निजी क्षेत्रका विशेष गरी का गाडीका विशेष गरी चाहिँ सिओ जो हाम्रो चाहिँ शैलेश सर हुनुहुन्छ उहाँलाई पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु। विशेष गरी रोशन सरलाई पनि आग्रह गर्दै म पाहुना जो आउनु भएको हिसाबले म आफू बनाइराख्दै सहयोग गर्दै म आफू बनाइ पुग्छु। धन्यवाद। ल राज्य सभामा जो आउनु भएको छ महानायक उहाँलाई पनि सम्मान गरिदिनुको लागि हार्दिक अनुरोध गर्छु। आफू बनाइ धन्यवाद। हामी इन्टरनेटमा भेटघाट गर्छौँ, मोबाइलमा भेटघाट गर्छौँ, चलचित्र भवनमा भेटघाट गर्छौँ, तर यसरी प्रत्यक्ष भेटघाट चाहिँ नि बेरलै हुन्छ क्या। अनि जब यसरी प्रत्यक्ष भेटघाट हुन्छ आम्ने सामने एउटै क्षेत्रमा त्यसको मजा अर्कै हुन्छ, त्यसको सम्झना अर्कै हुन्छ, त्यसको आत्मीयता अर्कै हुन्छ। त्यस कारण आज एकदमै खुसी लागिरहेको छ यहाँहरूको यो क्षेत्रमा आएर यसरी प्रत्यक्ष यहाँहरूसँग भेटघाट गर्न पाउँदाखेरि यहाँहरूको केही हदसम्ममा यहाँहरूको जीवनशैली यहाँहरूको रहनसहनलाई नजिकबाट बुझ्न पाउँदा यहाँहरूले जुन खानपान हामीलाई चाहिँ दिनुभयो त्यसको चाहिँ स्वाद लिन पाउँदा अत्यन्त नै खुसी लागेको छ। र यो मेरो विशेष रुचिको विषय पनि हो। हामी कलाकारहरू कहिले पूर्व जान्छौँ, कहिले पश्चिम जान्छौँ, कहिले हिमालतिर लाग्छौँ, कहिले तराईतिर लाग्छौँ। अहिले त नेपाली दाजुभाइ दिदीबहिनीहरू संसारभरि छरिनु भएको छ, विभिन्न राष्ट्रमा पनि भेट्न जान्छौँ र हामी नेपालीहरूमा विभिन्न संस्कृति अपनाउँछौँ, विभिन्न भाषा बोल्छौँ, विभिन्न धर्म पनि अपनाउँछौँ, रहनसहन छ, लगाइ छ, खानपिन छ। तर त्यो सबै हुँदाहुँदै पनि हामी सबैलाई चाहिँ नि एउटा बलियो नेपालीपनको डोरीले बाँधेको छ, हो कि होइन? हामी सबै चाहिँ नि नेपाली हौँ, नेपालीपनको डोरीले बाँधेको छ र त्यो डोरीलाई बलियो गराउने जिम्मा तपाईँ हामी सबैजनाको हो। जुन विविधता छ त्यसको चाहिँ नि हामीले आत्मसात गर्नुपर्छ, त्यसलाई उत्सवको साथमा चाहिँ बनाउनु पनि पर्छ। तर जुन हाम्रो चाहिँ नि ठोस परिचय हो नेपालीपनको, अघि उहाँले भने जस्तो चन्द्र सूर्यको, त्यसलाई चाहिँ नि हामीले जहिले पनि जीवित राखिरहनु पर्ने हुन्छ। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद छ। यसरी प्रत्यक्ष यहाँहरूलाई भेटघाट गर्ने मौका दिनुभयो, यहाँहरूसँग चाहिँ आत्मसात गर्ने मौका दिनुभयो। यो हामी कलाकारको लागि सौभाग्य हो। कहिले कहिले के लाग्छ भने दर्शकहरू कलाकारलाई देखेर एकदमै खुसी भए जस्तो लाग्छ के, तर त्योभन्दा के हो भने कलाकार आफ्नो दर्शकलाई देखेर त्योभन्दा 2 गुणा 4 गुणा 6 गुणा खुसी हुन्छ। त्यस कारण तपाईँहरूलाई भेट्न पाउँदा जति तपाईँहरू खुसी हुनुहुन्छ त्योभन्दा धेरै खुसी हामी छौँ। धन्यवाद छ सबैलाई, धेरै धेरै धन्यवाद।